सम्पूर्णमा नमस्कार। म आज पनि हजुरहरूमाझ नेप्सेको ब्रोकर एनालाइसिस, एकुमुलेसन डिस्ट्रिब्युसन सहित कुन ब्रोकरले कुन सेयर बढी किने र कुन ब्रोकरले कुन सेयर आज बढी बेचे भनेर आज मात्र होइन यो हप्ताभरिको विकली ब्रोकर एनालाइसिस लिएर आइसकेको छु। आज चाहिँ मार्च 19 चैत्र 5 गते नेप्सेको कारोबारको अन्तिम दिन, साताको अन्तिम दिन बिहिबार। आज चाहिँ बजार हेर्ने हो भने बजार राम्रो अङ्कले वृद्धि भएको छ। आज ठुलो भोल्युम सहितको कारोबार भएको छ। करिब 21.5 अर्बको कारोबार भएको छ। 2877.03 अङ्कमा गएर बजार क्लोज भएको छ र करिब 65 अङ्कको वृद्धि भएको छ। र आज चाहिँ म्याक्सिमम ब्रोकरहरूले किने या बेचे के भयो त भनेर आजको र योभन्दा एक हप्ता अगाडिदेखिको ब्रोकरहरूको एनालाइसिस सहितको भिडियो लिएर आइसकेको छौँ। हजुरहरूलाई हाम्रो भिडियोहरू कस्तो लाग्छ? यदि हाम्रो च्यानललाई मन परेमा र हामीले ल्याउने भिडियोहरू मन परेमा हाम्रो यस च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि हामीले यस्तै किसिमको डेली नेप्से अपडेट र डेली ब्रोकर एनालाइसिसको भिडियो लिएर आउनेछौँ। हजुरहरूले त्यसलाई हेर्न सक्नुहुनेछ। र अब आजको हाम्रो एकुमुलेसन डिस्ट्रिब्युसन सहितको ब्रोकर एनालाइसिसमा जाउँ है त हामी। आज चाहिँ ब्रोकर्स ब्रेकडाउन हेर्ने हो भने आज चाहिँ टप 10 ब्रोकरहरूमा चाहिँ आज चाहिँ 58 नम्बर ब्रोकरले चाहिँ 1.50 अरबको किनेको छ भने 1.27 अरबको बेचेको छ। भनेपछि 58 नम्बर ब्रोकरले आज धेरै किनेको छ। 9.19 करोडको म्याचिङ गरेको छ। 34 नम्बर ब्रोकरले 71.59 करोडको किनेको छ भने 75.78 करोडको बेचेको छ र 2.22 करोडको चाहिँ यसले म्याचिङ गरेको छ। 44 नम्बर ब्रोकरले 69.81 करोडको किनेको छ भने 68.08 करोडको बेचेको छ। 1.38 अरबको 10.05 करोडको म्याचिङ गरेको छ। 49 ब्रोकरले 67.69 करोडको किनेको छ भने 66.93 करोडको बेचेको छ र 2.13 करोडको चाहिँ म्याचिङ गरेको छ। 77 नम्बर ब्रोकरले चाहिँ 69.44 करोडको किनेको छ भने 63.46 करोडको बेचेको छ। तर यसले आज 39.09 करोडको चाहिँ म्याचिङ गरेको छ भने चाहिँ 77 नम्बर ब्रोकरले आज धेरै नै म्याचिङ गरेको छ। आफैले किन्ने आफैले बेच्ने एउटै ब्रोकरबाट बाइङ र सेलिङ बढी भएको छ। सनी सेक्युरिटिज 42 नम्बर ब्रोकरले चाहिँ 69.91 करोडको किनेको छ भने 61.24 करोडको बेचेको छ। 1.82 करोडको म्याचिङ गरेको छ र 45 नम्बर ब्रोकरले 56.31 करोडको किनेको छ भने 68.29 करोडको बेचेको छ र 1.60 करोडको चाहिँ यसले म्याचिङ गरेको छ। 48 नम्बर ब्रोकरले 62.15 करोडको किनेको छ भने 55.49 करोडको बेचेको छ र 1.84 करोडको म्याचिङ गरेको छ। 38 नम्बर ब्रोकरले 50.31 करोडको किनेको छ भने 55.68 करोडको बेचेको छ र 1.54 करोडको म्याचिङ गरेको छ र 57 नम्बर ब्रोकरले 54.04 करोडको किनेको छ भने 51.39 करोडको बेचेको छ र 1.31 करोडको म्याचिङ गरेको छ। र यो चाहिँ समग्र ब्रोकरको एनालाइसिस भयो नि। आजको एकुमुलेसन डिस्ट्रिब्युसन हेरौँ है त अब के भएछ। आज चाहिँ सबैभन्दा बढी चाहिँ एनएचपिसी किनिएको रहेछ र सबैभन्दा बढी बेचेको चाहिँ एचपिपिएल रहेछ है। सबैभन्दा बढी एनएचपिसी 58 नम्बर ब्रोकरले 14.26 करोडको किनेको छ। अपी 44 नम्बर ब्रोकरले 13.93 करोडको किनेको छ। एनजिपिएल 91 नम्बर ब्रोकरले 8.92 करोडको आज किनेको छ। शिवम 4 नम्बर ब्रोकरले 7.97 करोडको किनेको छ। केबिएल
कुमारी बैंक 58 नम्बर ब्रोकरले 7.78 करोडको किनेको छ। CORBL 46 नम्बर ब्रोकरले 7.72 करोडको किनेको छ। UNHPL 62 नम्बर ब्रोकरले 6.62 करोडको किनेको छ। राधी 81 नम्बर ब्रोकरले 6.10 करोडको किनेको छ भने AKJCL 58 नम्बर ब्रोकरले 5.79 करोड र AKJCL ने 29 नम्बर ब्रोकरले 5.38 करोडको किनेको छ र आज सबैभन्दा बढी डिस्ट्रिब्युसन भएको HPPL 58 नम्बर ब्रोकरले 7.73 करोडको बेचेको छ। RFPL 10 नम्बर ब्रोकरले 5.82 करोडको बेचेको छ। NGPL 16 नम्बर ब्रोकरले 5.75 करोडको बेचेको छ। UMHL 29 नम्बर ब्रोकरले 5.07 करोडको बेचेको छ। CHDC 51 नम्बर ब्रोकरले 4.80 करोडको बेचेको छ। रिडी 64 नम्बर ब्रोकरले 4.52 करोडको बेचेको छ। NRN 58 नम्बर ब्रोकरले 3.85 करोडको बेचेको छ। AKPL 44 नम्बर ब्रोकरले 3.75 करोडको बेचेको छ। SMHL 13 नम्बर ब्रोकरले 3.62 करोडको बेचेको छ र अपी 28 नम्बर ब्रोकरले 3.43 करोडको बेचेको छ र यो चाहिँ आजको समग्र रूपमा एकुमुलेसन डिस्ट्रिब्युसन कुन ब्रोकरले कुन शेयर कति बेचेर किने भन्ने हो भनेदेखि अब आजको एक हप्ता अगाडिदेखिको एकुमुलेसन र डिस्ट्रिब्युसन हेरौँ है त। यो हप्ताभरि भनौँ न, यो आइतबारदेखि यो बिहिबारसम्मको एकुमुलेसन र डिस्ट्रिब्युसन र आइतबारदेखि बिहिबारसम्मको एकुमुलेसन डिस्ट्रिब्युसन हेर्ने भने यो आइतबारदेखि यो आजको बिहिबारसम्म सबैभन्दा बढी बाइङ भएको चाहिँ 44 नम्बर ब्रोकरले अपीलाई सबैभन्दा बढी 44 नम्बरले 18.87 करोडको किनेर राखेको रहेछ। HIDCL को प्रमोटर शेयर 44 नम्बर ब्रोकरले नै 18.84 करोडको किनेर राखेको छ। KBL कुमारी बैंक 58 नम्बर ब्रोकरले 15.99 करोडको किनेर राखेको छ। राधी 81 नम्बर ब्रोकरले 81 नम्बर ब्रोकरले 15.59 करोडको किनेर राखेको छ। अझै पनि स्टिल होल्डिङ छ उसँग एक हप्ता अगाडिदेखि। HDHPC 64 नम्बर ब्रोकरले 14.89 करोडको किनेर राखेको छ। AKJCL 58 नम्बर ब्रोकरसँग अझै पनि 14.43 करोड यो एक हप्ता अगाडिदेखिको होल्डिङ छ। NHPC 77 नम्बर ब्रोकरले 13.79 करोडको होल्डिङ गरेको छ एक हप्ता अगाडिदेखि। NGPL 34 नम्बर ब्रोकरले 13.53 करोडको होल्डिङ गरिरहेको छ। शिवम 4 नम्बर ब्रोकरले 13.18 करोडको होल्डिङ गरिरहेको छ भने कुमारी बैंक KBL 64 नम्बर ब्रोकरले 11.78 करोडको होल्डिङ गरिरहेको छ र यो हिसाबले हेर्ने हो भने अपी र कुमारी बैंक चाहिँ सबैभन्दा बढी धेरै ब्रोकरले होल्डिङ गरेर राखेको देखिन्छ। र डिस्ट्रिब्युसनमा हेर्ने हो भने GLH 34 नम्बर ब्रोकरले 49.14 करोडको यो एक हप्तामा बेचिसकेको रहेछ। KKHC 46 नम्बर ब्रोकरले 18.65 करोडको बेचिसकेको छ एक हप्ताभित्रमा। KPCL 58 नम्बर ब्रोकरले 16.17 करोडको बेचिसकेको छ। NGPL 44 नम्बर ब्रोकरले 13.62 करोडको यो 1 विकमा बेचिसकेको छ। NRN 58 नम्बर ब्रोकरले 11.87 करोडको अहिलेसम्म बेचिसकेको छ। DHEL 62 नम्बर ब्रोकरले 11.54 करोडको अहिलेसम्म बेचिसकेको छ। CBBL 17 नम्बर ब्रोकरले 10.58 करोडको अहिलेसम्म बेचिसकेको छ। RFPL 10 नम्बर ब्रोकरले 9.39 करोडको अहिलेसम्म बेचिसकेको छ र HPPL 58 नम्बर ब्रोकरले 8.94 करोडको बेचिसकेको छ भने GBL 58 नम्बर ब्रोकरले 8.85 करोडको बेचिसकेको छ। र अब यो चाहिँ यो एक हप्ताको आइतबारदेखि आज बिहिबारसम्मको समग्र एकुमुलेसन डिस्ट्रिब्युसन ब्रोकरहरूको एनालाइसिस सहितको मैले हजुरहरूलाई भने हामीले सदैव यस्तै किसिमको डेली नेप्सेको एनालाइसिस, डेली नेप्सेको ब्रोकर एनालाइसिस सहितको भिडियो लिएर आउनेछौँ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा भिडियोमा लाइक, कमेन्ट र यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।